चाहिँ केएफसी अर्डर गर्यो। अब लन्च खाने है हामी। अब लन्चको लागि आज केएफसी है अल चिकन बक्स मिट जाउँ उपर बसौँ। थम्सअप चाहिँ 3टा पाएछ हामी। 7 अप। अब केएफसी खाइन्छ ज्याम कि ज्याम जम लो केएफसी मेरो चाहिँ ढकनी ढकनी चाहिँ भेजको लगाएको छ नि तर भित्र चाहिँ उयो हो नि फेरि चिकन बेबी। अब खाइन्छ, खाएपछि चाहिँ भेटिन्छ। अहिले भन्यौँ चाहिँ हामी यहाँ कस्मोसमा घुम्न आइरहेछ है। तपाईँहरूलाई हेर्नुहोस् यस्तो दिशा छ। सनम चुकी यहाँ हुनुहुन्छ। अब कस्मोसमा अलिक घुमेर है सपिङहरू गर्नुपर्ने छ। यता हाम्रो राम्रै दिदीहरू रहेछ पछिपट्टि हेर्नु सक्नुहुन्छ यहाँपट्टि। यहाँ सेन्टा क्लज पनि यसमा बसिरहेको छ उदासमा। यहाँ छ हाम्रो दिदीहरू राम्रो दिदीहरू यहाँ छ। एकदमै खाना खानेहरू रहेछ। मजाको जग्गा रहेछ। अब चाहिँ हामी चाहिँ माथि 2nd फ्लोरमा जाँदैछ। ल हिँड्नु। सनम चुकी हामी कहाँ गएको? आज माथि जानुपर्ने रहेछ हामी चाहिँ। अहिले चाहिँ के खाना खानु गएको हामी? खानाको हन्टिङमा गएको, डिनरको हन्टिङमा। मान्छेहरू मजाको वाइफ होइन, माइन्ड फ्रेस हुँदैछ, मजाले घुमेर चाहिँ त्यही छ। अब कहाँ चाहिँ माथि? यहाँदेखि जान्छ हामी माथि हो। तपाईँहरूले पनि देख्नु सक्छ। अलमोस्ट हामी 3rd फ्लोरमा पुग्यौँ है। जाँदा चाहिँ अब सोरुम बन्द रहेछ उयोले गर्दाखेरि, विन्टरले गर्दा। कफी सप पनि बन्द रहेछ है। माथिदेखि चाहिँ तपाईँहरूले यस्तो देख्नु। पुलहरू भएको त माथि हो नि हो। उहाँ माथि हो। अब हल्का रमाइलो स्नोकर खेलिन्छ। सनम चुकी र म खेल्छ। आउँदैन सिक्नु पर्यो। मैले सिकाउँछ। हल्का सिक्छ हामी होइन। कलर बल मात्रै खेल्छ। कलर बल मात्रै खेलिन्छ। त्यतिकै छ। अहिले तपाईँहरूले घाँटी दुखेर यहाँ मार्गी लाग्ला जस्तो रहेछ।
लाग्यो राम्रो लाग्यो राम्रो लाग्यो दाम रहेछ 3000 यो उयो छैन नि त है अस्तिको ठिकै थियो आएको हामी चाहिँ अहिले बेलुकाको बाहिर आएको है मान्छे देख्नु सक्नुहुन्छ तपाईँले मान्छे खचाखच छ मान्छे राम्रै छ यहाँ न्यु इयरमा रमाइलो हुँदैछ है अब अहिले 12 बजीदेखि 2 बज्छ है मान्छे चाहिँ भेगाभित्र यस्तो खचाखच छ हेर्नुहोस् देख्नु सक्नुहुन्छ यो ब्याकमा छ नि ब्याकमा त्यो चाहिँ सेकेन्ड फ्लोरबाट है भेगाको यस्तो मान्छे हेर्नुहोस् तपाईँहरू खचाखच मान्छे